विकास गर्न सक्ने 3 नेता को हुन सक्छन्? मैले केही दिन अघि हाम्रो सब्सक्राइबरहरूलाई यो प्रश्न सोधेको थिएँ। बालेन, रवि लामिछाने, हर्क साम्पाङ, गोपाल हमाल, सुमना श्रेष्ठ सबैभन्दा बढी लिएको नामहरू थिए। पुराना नेताहरूमा कि त गगन थापाको नाम छ कि त केपी ओलीको। गगन त अझ पुराना नेताहरूमा एक्सेप्सन जसरी उभिएको देखिन्छ। गगनको नाम करिब 10% मानिसहरूले आशा गरेका नेताहरूको रूपमा लिएका छन् भने ओलीको जम्मा 6%ले। तर बालेनको 71.5% मानिसहरूले नाम लिएका छन्। त्यसपछि रविको छ करिब 46%। यस्तै धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपाल हमाल, रासोपाका सांसदहरू सुमना श्रेष्ठ र स्वर्णिम अग्लेहरूको नाम पनि निकै पटक दोहोरिएको छ। अब लाग्ला यो त मैले इन्टरनेटमा सोधेको प्रश्न हो। त्यहाँ त नयाँ अनुहारहरू पपुलर छन् अनि उनीहरूको नाम लिने त भइहाल्छन् नि। त्यसैले मैले काठमाडौँको सडकमा भेटेका मानिसहरूलाई पनि यो प्रश्न सोधेको थिएँ। मेरो लिस्टमा चाहिँ अब बालेन र रवि लामिछाने हुनुहुन्छ। थर्ड पर्सन चाहिँ खासै दिबङ भएको छैन। विकास गर्ने बालेन शाह, धनीको लागि चाहिँ हुने खानेको लागि चाहिँ बालेनले गरेछ। अनि अहिले हाम्रो लागि चाहिँ यो के अरे के आइछ त अहिले भर्खर व्यवहार गर्न दिने, दुःख सुख बुझ्ने के अरे रवि लामिछाने। मलाई चाहिँ सागर ढकाल अनि बालेन शाह अनि हर्क साम्पाङ मात्र राम्रो लाग्छ होइन। कति एन्टिसिपेटेड चाहिँ गगन थापा हुनुहुन्छ होइन। अनि त्यसपछि हाम्रो अब अहिले आइरहेको अब लाइक बालेन शाह त अब मेयरमा भयो, एक्जिक्युटिभतिर भयो होइन। अब त्यो त अब उहाँ पनि पोलिटिक्समै आउनुभयो हुन्छ नि, त्यसमा आउनुभयो भने राम्रै केही हुन्छ जस्तो लाग्छ। भनौँ न रवि लामिछाने केही गर्छु भनेर आछ होइन, हाम्रो के अरे मेयर साहब केही गर्छु भनेर आछ, तर काम गर्न दिँदैन नि। त्यही हो, चान्स हामीले चान्स दिनु पर्यो। अब फेरि लाग्ला यो त काठमाडौँ हो, त्यसैले हामीले तराईमा पनि यो प्रश्न सोध्यौँ। देशको विकास गर्यो भने बालेनले गर्छ, अरूले कसैले गर्दैन। अरू सबै चोर फटा मात्रै छन्। बालेन शाह 100% राइट कुरा हो। बालेन शाह भन्दा अरू कुनै पार्टीको झोलेले विकास गर्दैन। हाम्रो रवि दाई गृहमन्त्री, त्यसपछि डाक्टर तोसिमा कार्की अनि बालेन्द्र शाह, बालेन शाह, हर्क साम्पाङ, अब रवि लामिछानेहरूले चाहिँ गर्नुहुन्छ जस्तो लाग्छ। तर सबैतिर